एउटी नेपाली चेलीले भारतको बलिउडमा तहल्का मचाए। 90 को दशकमा आएका फिल्महरूमा उनलाई रुचाउनेहरू धेरै थिए। नेपालको राजनैतिक घरानामा जन्मिएकी उनले राजनीतिलाई छाडेर बरु अर्काको देशमा गएर नेपाल र नेपालीलाई चिनाउने काम गरे। मनिषा कोइराला, बीपी कोइरालाकी नातिनी, जसले भारतमा गएर नेपालकी छोरीको बेग्लै पहिचान बनाइन्। केही मान्छे जन्मन्छन् इतिहास बन्नका लागि, केही सपना देख्छन् सिमाना तोड्नका लागि र केही जीवन बाँच्छन् अरूलाई बाँच्न सिकाउनका लागि। यो कथा हो मनिषा कोइरालाको। सन् 1970 अगस्त 16 विराटनगरको एक प्रतिष्ठित घरमा एउटी बालिकाको जन्म भयो। उनका हजुरबुबा थिए नेपालका पूर्व प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला। राजनीतिको बाटोमा हुर्किएकी, तर उनको मन तानिएको थियो कलाको संसारतर्फ। सानैदेखि उनका आँखाहरूले सपना देख्थे, फरक सपना, आफ्नै सपना। मोडलिङबाट सुरु भयो उनको यात्रा र सन् 1991 मा सौदागर फिल्मले खोल्यो बलिउडको ढोका। पहिलो कदम, पहिलो पर्दा, पहिलो पहिचान दर्शकहरूले देखे एउटी अनौठी आँखा भएकी नेपाली केटी, जसको अभिनयमा गहिराई थियो, साँचोपन थियो। त्यसपछि त मनिषा रोकिनन्। हिन्दी मात्र होइन, तमिल, तेलुगु, मलयालम, नेपाली उनी बनिन् बहुभाषिक स्टार। सीमानाहरू थिएनन् उनका लागि, न भाषाको न भूगोलको। पुरस्कारहरू आए, प्रशंसाहरू आए, पर्दाभरि उनको नाम चम्कियो, तर जीवन सधैँ प्रकाशमा मात्र बित्दैन। कहिलेकाहीँ अन्धकार आउँछ। नचाहँदा नचाहँदै बेमौसमी आँधी झैँ सन् 2012 एउटा शब्दले सबै थोक रोकिदियो, क्यान्सर, पाठेघरको क्यान्सर। त्यो खबर सुन्दा उनको संसार थर्कियो। उनका प्रशंसकहरू रोए, मिडियाले सास रोक्यो, तर मनिषाले के गरिन्? उनले आँसु पुसिन् र निर्णय गरिन् लड्ने। उपचारका लागि अमेरिका गइन्, न्युयोर्क सिटी, टाढा घरबाट, देशबाट, परिचितहरूबाट। केमोथेरापीको पीडा शरीरलाई जलाउँछ, कपाल झर्छ, शक्ति सकिन्छ। ऐनामा हेर्दा चिन्नै नसकिने अनुहार, तर ती आँखाहरू, ती गहिरो सपना देख्ने आँखाहरू, तिनमा अझै बाँकी थियो ज्योति। उनले आफूलाई भनिन्, यो पनि एउटा अभिनय हो। हिजो फिल्ममा क्यामेरा अगाडि अभिनय गर्ने नायिकाले जब जिन्दगी नै अभिनय जसरी जिउनु पर्ने बाध्यता, तर उनले सोचिन् यो अभिनय पनि म जित्नेछु। महिनौको सङ्घर्षपछि, पीडाको हरेक लहर पार गरेपछि मनिषा फर्की, पूर्ण रूपमा बलियो भएर, नयाँ जीवन लिएर। क्यान्सरले उनको शरीरमाथि आक्रमण गरेको थियो, तर उनको आत्मालाई छुन सकेको थिएन। 1942 अ लभ स्टोरी, प्रेमको कोमल परिभाषा। बम्बई साम्प्रदायिक आगोमा जल्दै पनि मानवता खोज्ने एउटी आमाको कथा। दिल से आतंक र प्रेमको जटिल धागोमा बुनिएको किरदार। खामोशी, मौनताभित्र लुकेको अनन्त पीडाको प्रस्तुति। हरेक फिल्ममा उनी फेरिन्, हरेक अभिनयमा उनी घुलिन्, हरेक दृश्यमा उनले छोडिन् एउटा अमेट छाप। फर्केपछि उनले भनिन्, म केवल बाँचिन, मैले सिकेँ र अब म सिकाउनेछु। उनले सुरु गरिन् क्यान्सर सचेतना अभियान। हजारौं महिलाहरूसँग आफ्नो कथा साझा गरिन्, डरलाई हटाइन्, आशाको बिउ रोपिन् र त्यसपछि आयो हिल्ड, उनको पुस्तक। शब्दहरूमा बुनेको उनको सङ्घर्ष, पानामा उतारिएको उनको पुनर्जन्म, पाठकहरूका आँखाबाट बगे आँसु र आशाका मिश्रित धाराहरू। मनिषा कोइराला केवल एक अभिनेत्री होइनन्, उनी हुन् एउटा प्रमाण यो कि सपना साँच्चीकै पूरा हुन्छ, सङ्घर्ष साँच्चीकै रङ ल्याउँछ र जीवनका सबैभन्दा कालो रातपछि उज्यालो अवश्य आउँछ। उनको यात्राले हामीलाई सिकाउँछ 3वटा अमूल्य पाठ। पहिलो, सपना देख्नबाट नडराऊ, सङ्घर्ष गर्न नछोड र आफ्नो कथाले अरूलाई उठाऊ। उनले आफ्नो पीडालाई लुकाइनन्, बरु त्यही पीडालाई बनाइन् शक्ति, र त्यही शक्तिले थामिन् हजारौं हातहरू। नेपालकी एउटी चेली, क्यान्सर पीडित एक महिलाले देखेको एउटा सपना, त्यो सपना बन्यो बलिउडको सफलता। त्यो सफलता बन्यो क्यान्सरसँगको लडाई, त्यो लडाई बन्यो लाखौंका लागि प्रेरणा। मनिषा कोइराला, यो नाम हो साहसको, यो नाम हो सङ्घर्षको, यो नाम हो पुनर्जन्मको।